खोलामा आइपुगेर पनि पासा निकालेको 3-4वटा निकालेको त्यसमा चाहिँ परेको रहेन रहेछ। अब यता हेरौँ परेको छ कि छैन। यहाँ पनि हालेको थिएँ मैले, परेको छ कि छैन। अब यस्तै हो, के गर्नु, परे पनि नपरे पनि अब एक्लै छु। अनि हल्का लामो भइरहेछ भिडियो, तर पनि केही छैन। अब माछा कतिको पर्छ म तपाईँहरूलाई लास्टमा देखाउँछु। अहिले चाहिँ मलाई हल्का अप्ठ्यारो पनि भइरहेछ तपाईँहरूलाई चाहिँ। देख्न सक्नुहुन्छ गाइज होइन। अब हाम्रो गाउँठाउँतिर चाहिँ यसलाई किनेर खानु पर्यो भने 500-600 रुपियाँ केजी हालेर खानुपर्छ। यही हो, मिहिनेत गऱ्यो भने खान पाउँछ। तर एउटा पासामा चाहिँ 2टा लागे रहेछ, यो ठुलो लागेछ, यसमा चाहिँ 2टा लागे रहेछ। एउटा चाहिँ फुत्केर गएको छ, देख्न सक्नुहुन्छ यहाँनिर। एउटा यो प्वाख मात्रै छ। हजुरहरूलाई कस्तो लाग्यो भिडियो? राम्रो लाग्यो भने लाइक, सब्सक्राइब अनि बेल आइकन दबाइदिनु होला भन्न चाहे। धन्यवाद।